सेवारो म रामसिंह थुप्पो। विशेष गरी सानो म एउटा जानकारीको लागि आएको छु र जानकारी सँगसँगै म सुरुवात गर्दैछु। भजन गाउने ओठभन्दा सहयोग गर्ने हात नै महान हुन्छ। भजन गाउने ओठभन्दा सहयोग गर्ने हात नै महान हुन्छ। यसै भनाइको साथमा म यस सीता राई क्यान्सर पीडित सीता राई सहयोग अभियान सञ्चालक संयोजक म स्वयं रामसिंह थुप्पो र हाम्रा टिम इजरायल निवास प्रवासमा रहेका हाम्रा दिदी सङ्गीता थुप्पो लगायत मलेसियामा रहनुहुने किराँती महिला कमल विराम, हामी तीनजनाको संयोजकतामा यस सीता राई शेर्पा बचाउ अभियानको लागि हामीले 40 दिने अभियान चलाएका थियौँ र सीता राईको श्रीमान श्री पासाङ शेर्पा फिदिम नगरपालिका वडा नम्बर 12 नाङ्गेन स्थित बस्नुहुने उहाँको श्रीमती सीता राईको आफ्नो शरीरमा नाक कान घाँटीतिर क्यान्सरले क्षतिग्रस्त भएको थियो। एकदमै पीडित अवस्थामा हुनुहुन्थ्यो र उपचारको लागि पनि हदै नाजुक भएको कारणले गर्दाखेरि उहाँको निम्ति हामीले उपचार खर्च जुटाउने प्रयास गऱ्यौँ। हामी देश विदेश प्रवासमा रहेका त सम्पूर्णहरूलाई हात गुहार मागेर हामी उठाउने प्रयास गऱ्यौँ र सफल पनि भयो केही हद। तर पनि यो सफल हुँदा हुँदै उहाँलाई बचाउन सकेनौँ। हाम्रो खर्चले त्यो बेला त समयमा हुन सकेन। उहाँले उहाँलाई बेलैमा लिएर जानु काम भयो। उहाँको स्वर्गवास भयो र उहाँको आत्माले बहिनीको आत्माले पनि शान्ति पाउन्। र यसै क्रममा यस सङ्कलन अभियानलाई सहयोग गर्नुहुने आर्थिक संयोजक नेपालमा रहनुहुने वरिष्ठको हाम्रो निम्ति अत्यन्तै खटेर काम गरिदिनुहुने राजेन्द्र केरुङज्यू उहाँ हुनुहुन्छ। उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले बारम्बार अन्तिम यस कार्यक्रमको अन्तिम युट्युब बनाइन्जेलसम्म उहाँले सहयोग गर्नुहुनेछ र सहयोग गरेको हुनेछ र आगामी दिनमा पनि सहयोग गर्नुहुनेछ भन्ने आशा लागेको छ र आशा गर्दछौँ। र पीडित परिवारहरूलाई हामीले जो जति सङ्कलन भएको रकम छ, कोही खर्च भएको छ, यी कुराहरू चाहिँ हाम्रो आर्थिक संयोजक श्री राजेन्द्र केरुङज्यूले सुनाउनु हुनेछ। देश विदेशबाट सङ्कलन भएको पैसाको विवरण पनि उहाँले वाचन गरेर सुनाउनु हुनेछ। यी कुरा सम्पूर्णको लेखाजोखा सबै हाम्रो आर्थिक संयोजकलाई नै दिनेछौँ र हामी 3 संयोजकको तर्फबाट परिवार जो जति पीडित परिवार लगायत माइतका सबैजनाहरूलाई हामीले जो जति भनेका छौँ यो अभियानमा चलाउँदाखेरि जे जति भएका छन् ती सबै विवरणहरू उहाँ संयोजकको तर्फबाट सुनाउने छन् र हाम्रो तर्फबाट उहाँहरूको छोरीको लागि जे जति गर्न थियो हामीले गर्न यति मात्रै सक्यौँ। चाहेर पनि भने जस्तो हुन सकेनौँ। विगत वर्षहरूमै सुनाएको भए हामीले केही हात हुने गरी हामीले सङ्कलन प्याकेजहरू गर्ने थियौँ होला। तर यसबाट हामी सबैको विफल भयो। यो कारणले गर्दाखेरि हामी क्षमा प्रार्थी छौँ। यसै कारणले र हाम्रो लगभग हाम्रो रकम 3,07,558 जति सबै टोटल कुल नेपालमा उठेको रहेछ। त्यस कारणले यो सबै रकमहरू चाहिँ हाम्रो यो बिरामीको नानी छोरी एकजना पासाङपुटी र लाक्पा शेर्पाको नाममा राखिदिनेछौँ र यो पैसा चाहिँ हामीले सिभिल ब्याङ्क एकाउन्टमै जम्मा गरिदिनेछौँ र यसको लागि हामीले सम्पूर्ण कार्य जुन जे कार्यको लागि गर्नुपर्छ ती कुरा चाहिँ हाम्रो आर्थिक संयोजकलाई राखिदिनेछौँ र सम्पूर्ण जो जतिले यस अभियानलाई देश प्रदेशमा रहेर आफ्नो घाँस काटेर तपाईँले सहयोग गर्नुभएको छ, यस सहयोगलाई हामी संयोजक टोलीबाट धेरै हार्दिक कृतज्ञता ज्ञापन गर्दै हार्दिक नमन चढाउँदछौँ। हजुरहरूको जीवनमा सर्वदा यस्तै सहयोग गर्न सक्ने पुगोस्
परिवारमा दुःख बिरामहरू कहिले नलागोस्, हरेक कुराहरू दुःख पीडा नहोस् भनेर म बिन्ती बिछ्याउन चाहन्छु परमेश्वर मागसँग। र सबैलाई यी कुराहरू जनाउँदै हामी हाम्रो सम्झौता टोली सङ्गीता तुपो, म रामसिंह, किराँती कमल बिराङकोबाट यही हजुरहरूलाई सन्देश दिन चाहन्छौँ। र जो जति देश प्रदेशमा रहेर मैले यसमा समय छोटो भएकोले गर्दाखेरि नाम लिन चाहिनँ, जो जतिले अहोरात्र खटेर बिरामीको लागि खर्च जुटाइदिनु भयो उहाँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। र म अहिलेलाई मेरो यो छोटो सन्देश यहीँ रोक्दै यो सम्पूर्ण कार्यभारको रूपरेखा सम्पूर्ण हार हिसाबदेखि लगेर सबै हाम्रो आर्थिक संयोजक राजेन्द्र केरुङज्यूलाई नै जिम्मा दिँदैछु। उहाँले सबै सम्पूर्ण वाचन गरेर सुनाइदिनु हुनेछ। यसको लागि उहाँलाई पनि हार्दिक धन्यवाद चढाउँदै म यो छोटो वचन यहीँ नै हजुरहरू समक्ष राखेर बिदा हुन चाहन्छु। धन्यवाद।